हेलो नमस्ते सबैजनालाई। यहाँको भ्यू चाहिँ हेर्नुहोस् एकदम यस्तो छ हैन। एकदम हावा हावा आइरहेछ, शीतल भइरहेछ। एकदम शीतल फ्रेस हावा आइरहेको छन्। यहाँ चाहिँ भर्खर बिल्डिङ बनाइसक्नु आँटेको छ। यो भर्खर बनाएको हामी बस्ने घरमा पनि, तर बनिसक्यो अलमोस्ट। यहाँको भ्यूहरू चाहिँ यस्तो छ है। यहाँ भर्खर बनाउँदैछ। वाह कस्तो शीतल हावा। पानी पर्नु आँटेको छ, उता त पानी पर्दैछ। अब बिस्तारै बिस्तारै यहाँ पनि पानी पर्छ। वाह कस्तो दामी हावा, दामी छ हावा। हावा हवाई। पर चाहिँ के हो त्यो? झिल रहेछ, झिल। तल नानी खेल्दैछ। मेरो नानी त सुतिरहेको छ हो। बल्ल नानी सुतेर एकछिन भिडियो बनाएको। आजकल भिडियो बनाउनु भ्याउँदिनँ, यताउता सबै भ्याउनुपर्छ। घर सफा गर्दा, नानी हेर्दा, नानीलाई खाना खुवाइपिई गरेर गर्दा चाहिँ टाइम लाग्छ हैन। अन्त मलाई चाहिँ अलिकति उयो नोज ब्लक भइरहेको छ हैन, मार्गी लागिरहेको छ। डर लाग्छ नानीलाई सर्छ भनेर हो। के गर्नु अब, कोही छैन। उता दिदीसँग बस्दा त दिदीले हेरिदिन्थे नि। छैन, दिदी पनि ड्युटी जानुहुन्छ। दिदी त टाढो बस्छ गाउँदेखि, निकै टाढै बस्छ। जानु आउनै नभनेको, आउनु मात्रै त्यस्तै 1 घन्टा। ट्राफिकसँग त 1-1.5 घन्टा आरामले लाग्छ। यहाँको भ्यू चाहिँ यस्तो चाहिँ मजा आयो। भर्खर लुगा धोएर सुकाउनु पर्यो भनेको त छैन। लुगा सुकाउनु भनेको त ऊ पानी पर्नु आँटिसक्यो, उता त पर्दैछ। ऊ के गर्नु अब। यहाँ चाहिँ रोजहरू, रोज रहेछ, रोजको बोट हो। अन्त यो रोज चाहिँ कति बेसी रोपेको रहेछ, म त हिजो अस्ति देखेको कि। अन्त त्यहाँदेखिको त्यो चाहिँ मजाले उनीहरूले बटुलेर चाहिँ बेच्नु लाँदो रहेछ हौ। यहाँ त बारी बारीहरू छ, वरिपरि बारी छ। उता चाहिँ बिल्डिङहरू छ हो। आज चाहिँ कति दिन बादमा भिडियोहरू बनाउनु पाएँ हो। के गर्नु, नानीले गर्दा भ्याउँदिनँ बनाउँ भन्दाखेरि पनि। मेरो नानी 6 महिना लाग्यो नि त। अब 22 तारिक चाहिँ 6 पुरा पुगेर 7 महिना लाग्छ। अन्त 7 महिना अब हेर्दै हेर्दै ठुलो भइसक्यो मेरो छोरा पनि। हुन्छ त्यसो भए बाई बाई। तपाईँहरूलाई यसो मेरो भिडियोजहरूलाई लाइक गरिदिनुहोस्, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला। म चाहिँ यत्तिकै आएको होइन। अब के गर्नु, घरमा बसिरहेको छु। म फेरि बेसी उयो पनि गर्दिनँ, भ्याउँदिनँ। नानी नक्कल पनि के पार्नु नि। अन्त नानीसँग हुन्छु,
खाना खाँदा ओर्दा त आरामले 3-4 बज्छ यताउता गर्दा नानीको न्यापी चेन्ज गर्दा ओर्दा अन्त आफू चाहिँ जिङ्रिङ्गै हो। हुन्छ त्यसो भए बाई। अब फेरि तपाईँहरूले मेरो भिडियोजहरूलाई लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अझै राम्रो राम्रो भिडियोहरू हाल्छु है। बाई सबैजनालाई।